यो चाहिँ सिमेबुङ बस्ती टासिडिङ यस्तो छ। र मेरो मिसेस चाहिँ एकदम यहाँ अलिकति यस्तो बाटोमा हिँडेको नि। यस्तो छ बस्तीमा, एकदमै रमाइलो छ। र हामी चाहिँ देवालाई भेट्नु जाँदै गरेको। यसै सिँढीमा कसरी उक्लिँदैछ हेर्नु त। यसरी हिँड्छ। कुखुराको खोर छ, पानीको धारा है, रमाइलो छ गाउँ बस्ती। हामी यस्तै बस्तीमै हुर्कियौँ है, खेल्यौँ, रमाइलो लाग्छ। बाहिरबाट यसो खोले पकाउने अन्त रक्सी खाइसकेपछि यसरी क्या ढुङ्गाको छेपमा बोतल हाल्यो, किन्ने मान्छे हुन्थ्यो। यो पारी चाहिँ मेरो घर हो, सिमेबुङबाट देखिने। यो बिचको दुईटा यो चाहिँ मकैहरू गोड्ने बेला भएको छ। मेरो मिसेसलाई पनि मकै गोडाउनु पर्ने छ एक दिन। मेरो मिसेस चाहिँ जुगादेखि पुरा डराउँछ। यहाँ जुगा चाहिँ पुरा यहाँनिर जुगा चाहिँ शत्रु जस्तै छ। भनेर भनेको मात्रै थियो कि यसरी डराउँछ जुगा भनेपछि। सुन्तलाको बिरुवा है निकै लगाएको रहेछ यहाँ हाम्रो रामसिंह भाइकोमा आएको। यो चाहिँ पम्सीको रुखहरू हो। र इस्कुसको पनि यसरी मन्टा खाने बेला भइसकेको रहेछ। यो पम्सी चाहिँ निकै फलेको रहेछ, दाना निकै लागिसकेछ। घुरेनतिर यसरी अलैँचीको बिरुवा, बाख्राको गोठ। र यहाँ पनि हाम्रो भाइकोमा यस्तो किचन छ। र यो चाहिँ गाउँ बस्तीको नजारा हो। र मलाई भिडियो गर्नु मन पर्यो र सेयर गर्नु मन पर्यो। र भिडियो र सेयर के अरे यो अपलोड गरेको छु। लाइक सेयर कमेन्ट गरिदिनु होला है त।